लेखा प्रणालीको महत्त्वहरू के हुन् त? सबैभन्दा फर्स्ट पोइन्ट हामी लेख्छौँ आर्थिक कारोबारको अभिलेख। आर्थिक कारोबारमा भएको जुन अभिलेखहरू छ ती अभिलेखलाई ठिकसँग राख्न। फर्स्ट, आर्थिक कारोबारमा भएको अभिलेखलाई ठिकसँग राख्न। अर्को, कारोबारमा भएको उपलब्धिको कारोबारमा जुन भएको उपलब्धि छ त्यसको मूल्याङ्कन गर्न। कति उपलब्धि भएको छ, कति उपलब्धि बाँकी छ, उपलब्धिको मूल्याङ्कन गर्न। एउटा, दुईटा। त्यसपछि हुन्छ लेखा प्रणाली चाहिँ अर्को केमा मद्दत गर्छ त? के छ त उसको महत्त्व? लेखा परीक्षणको आधार तयार गर्छ। लेखा परीक्षणको आधार तयार गर्न। त्यसपछि अझै लेखा परीक्षणलाई कम खर्चिलो र सरल बनाउन। ल, कम्तीमा हामीलाई 5 नम्बरको सोद्धाखेरि हामीलाई कम्तीमा 10 वटा पोइन्टहरू लेख्नुपर्छ। त्यसपछि लेखाको मान्य सिद्धान्त अवलम्बन गर्न। आर्थिक कारोबारमा पारदर्शिता कायम गर्न। त्यसपछि आर्थिक कारोबारमा सदाचारिता र मितव्ययता कायम गर्न। भ्रष्टाचार र अनियमितता कम गर्न। जुन आर्थिक कार्यविधिमा भ्रष्टाचारहरू हुन्छ, पैसाहरूलाई चाहिँ आफ्नो फाइदाको लागि घुसपेट गरिन्छ, त्यसलाई कम गर्न। भ्रष्टाचार र अनियमितता कम गर्न। बजेटको लागि आवश्यक सूचना उपलब्ध गराउन। बजेटको लागि आवश्यक सूचना उपलब्ध गराउन। त्यसपछि चुस्त वैज्ञानिक आर्थिक प्रशासन कायम गर्न। त्यसपछि अझै हामी के लेख्न सक्छौँ त? 5, 6